खेल्दै खेल्दै रमाउँछन्। अब स्वागत गरौँ हाम्रा साथीहरूलाई सुनाउन अक्षरका कथा सबैलाई। धन्यवाद। नमस्ते, मेरो नाम रोइसा हो। आज म सबैजनालाई नेपाली कथा भन्न गइरहेको छु। एउटा गाउँमा कछुवा र कमिला बस्थ्यो। आज कमिलाको जन्मदिन। कछुवाले कमिलाको जन्मदिनमा उपहारमा कलम र कमलको फुल लिए। उनीहरू खुसी हुँदै केक खान थाले। धन्यवाद। कलासँग एउटा सेतो खरायो छ। ऊ र उसको खरायो खाटमा बसेर खेल्दैछिन्। उसकी आमा खरमा अचार बनाउँदैछिन्। अचार बनाएपछि सबैजना मिलेर खाना खान थाल्नु भए। अर्को टिम आउँदै। मेरो नाम सोहाना सुनार हो। म कक्षा युकेजीमा पढ्छु। मेरो स्कुलको नाम होली एन्जल पब्लिक स्कुल हो। म आज नेपालीको गएको कथा भन्न गइरहेको छु। रामे एउटा व्यापारी हो। उसँग एउटा गधा छ। ऊ त्यो गधालाई धेरै माया गर्छ। उसले गधालाई चिसोबाट जोगाउन गलबन्दी लगाइदियो। उसले गधाको पिठ्युमा गमला र गलैँचा राखेर बजारतिर लाग्यो। धन्यवाद। अर्को टिम आउँदै हुनुहुन्छ झको कथा लिएर। नाम लियन थापा हो। म झको कथा सुनाइरहेको छु। नदीले झोलामा केही खानेकुरा राखे साथीसँग झमेन गयो। उनीहरू बाटोमा जाँदाखेरि पानी पर्न थाल्यो। अब सबैजना के गर्ने भन्दै झगडा गर्न थाले। त्यति बेला विनयले आफ्नो झोलाबाट छाता निकालेर अगाडि बढ्न थाले। सबैजना एकअर्काले हेरी हाँस्न थाले। धन्यवाद।